रातको अवस्थामा गाई ब्याउनलाई यहाँ रेडी हुँदैछ त अँधेरी रातमा हैन ढक्कसँगले चाहिँ गाई ब्याउनलाई चाहिँ रेडी हुँदै फर्ममा हामी चाहिँ गाईको बेबी हेर्नको लागि चाहिँ तैनात भएर बसिरहेछौँ। यहाँनिर कस्तो बाछा ब्याउँछ कि बाछी ब्याउँछ भनेर चाहिँ टक्कसँगले यहाँ चाहिँ हामी चाहिँ हेर्दैछौँ। अँधेरो अँधेरो पनि छ, अँधेरो रातमा सँगले चाहिँ हेर्दै बसिरहेको हो। ब्याउने गाई चाहिँ यही हो, अगाडि हुँ गर्दैछ। सुतेर ठ्यास ठ्यास गर्नु नि। आइज दाइज हुन्छ आइज यता। That's it. यो हाम्रो रातको अँधेरीमा गाई फार्मको नजारा जस्तो देखिन्छ हैन। कोही मस्त निदाइरहेछ गाईहरू देख्न सक्नुहुन्छ तपाईहरुले। कोही भने यतातिर ब्याउनलाई रेडी भइरहेछ। यो यहाँ उभिरहेको गाई चाहिँ ब्याउनलाई अहिले रेडी भएको हो। अरु प्राय सबै सुतिराखेको छ गाईहरू। कोही यहाँ माथि बसिरहेछ त्यतिर। कोही मजाले उक्राउँदै उभिरहेछ, कोही मस्तले सुतिरहेछ देख्न सक्नुहुन्छ तपाईहरुले। रातिको समय 9 बज्न लागिरहेछ। यो फोटो यो भिडियो कैद गर्दाखेरि रातको 9 बज्न लागिरहेको यो दृश्य हो। देख्न सक्नुहुन्छ तपाईहरुले यसरी राम्रोसँगले गाईहरू मजासँगले चाहिँ राति अँधेरी रातमा चाहिँ सुतिरहेछ। हल्का चिसो मौसम छ, पानी अलिअलि छिटाइरहेछ। पानी पनि पर्ला जस्तो छ। यो अब यो मङ्सिर महिनामा पानी पर्नुपर्ने हो तर मङ्सिर लागेको छैन। कार्तिक नै छ। कार्तिकको आज आधा महिना जान लागिरहेछ। चाहिँ हाम्रो चाहिँ एकदम गर्मीबाट चिसो मौसमतिर हैन। मौसम परिवर्तन पनि भइसकेको छ।
देख्न सक्नुहुन्छ तपाईहरुले। गाईहरुलाई पनि एकदम आनन्द भएको छ, किन गर्मी महिनामा एकदमै कठिनाइ हुन्छ गाईहरुलाई, किन गर्मी भएर। अहिले त्यस्तो छैन, शीतल छ अनि एकदम उनीहरुलाई पनि आनन्द भएर सबै यहाँ बाहिर फिल्डमा आएर चाहिँ गाईहरु बस्ने र चाहिँ केन्द्रले सुत्ने गरिरहेछ गाईहरु। गाई ब्याइसकेको छ हाम्रो। रातको 10:45 गइसकेको छ। ए कालो भुकुलु, कालो भुकुली, भुकुली भुकुली जन्मेको छ, कालो भुकुली। तमाउ तमाउ हाम्रो माउलाई बधाई छ, छोरी पाएकोमा धेरै धेरै बधाई छ। छोरी पाएकोमा धेरै धेरै बधाई छ। बुबु पनि खाइसक्यो, बुबु पनि खाइसकेको छ। पुकुलीले बुबु पनि खाइसकेको छ टन्नै। अब आज रातभरि रुङ्ने। ल ल ल ल ल परालमा सुत्ने, यहाँनेरि न्यानो परालमा, न्यानो परालमा सुत्ने ल। साथले न्यानो परालमा, न्यानो परालमा सुत्ने। पानी पनि अलिअलि पर्दैछ। तिमीहरू चाहिँ थपक्क नसुतेर के गरे तिमीहरू? ह सुत्नु पर्दैन, सुत्नु पर्दैन। सुत्नु पर्दैन। सक्छ किन गरेको तिमीहरू? किन सक्छ गरेको? सक्छ किन गरेको तिमीहरू? यसको बाउ म देखाउँछु तपाईलाई। यसको बाउले हेर्दैछ, यसको बाउले हेर्दैछ यहाँबाट। यसको बाउ म देखाउँछु तपाईहरुलाई। यसको बाउ यहाँ छ। यसको बाउ चाहिँ यही हो। बाच्छाको बाउ चाहिँ यही हो। बधाई छ तँलाई, तेरो एक छोरी, फेरि एउटा छोरी जन्मेको छ। नरिसा, के नरिसाको नि फेरि? घाँसे परेर ल नरिसा, ल नरिसा है ल। सुङ ल सुङ नरिसा। हेट फटा। हाम्रो यो ठुलो गोरु आज बिहाको बाच्छाको, यो चाहिँ बाउ। आज बिहाको बाच्छाको बाउ। ओ बाउ, बाउ, छोरीको बाउ। फेरि अर्को ब्याउन लाग्यो त अनुबाई गाईले त। यहाँनिर एउटा सुतिरहेछ बाच्छा। ल फेरि यसले अर्को ब्याउन लागिरहेछ यहाँ। ओ माई गॉड, यो मैले भने म त आधी घन्टा पछि ब्याउँछ है भन्दैछु नि। पराल अझै चाहियो यार। ल ल यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले, हाम्रोमा यहाँनिर एउटा लक्ष्मी ब्याइसकेर यहाँनिर बसिरहेछ। फेरि यता अब अर्को ब्याउन रेडी छ, फेरि ब्याउँछ एकछिनमा। पछि तपाईहरुले देखाउनु, जोडी जोडी बाजा देखाउँछ है। ल मैनी त अनि दुईटा बोकेको। अर्को पनि आउँछ है तेरो साथी पनि। यता नि ब्याउन आएछ अर्को पनि। एउटा जगाएर पनि सुतिसक्यो, अर्को चाहिँ बल्ल जन्मिँदैछ।
दुईटा, एउटा चाहिँ सुतिरहेको आनन्दले अगाएर, अर्को यता अर्को चाट्दैछ माउले। लु लु